स्वर्ग हेर्ने हो गाइज हेर्नु त के हो यो तर भ्यू चाहिँ एकदम बबाल छ गाइज घाम यहाँ मासतिर छ तर हेर्नुहोस् हामी चाहिँ बादलको मासतिर आइसकेको छौँ यतातिर हेर्दाखेरि जति हेऱ्यो त्यति हेरौँ लागिरहेछ सो यतापट्टि हेऱ्यो भने त्यति हेरौँ हाम्रो केटाहरू पनि दिन रात हेर्दा पनि चित्त नबुझ्ने रहेछ यार लास्ट निस्किसकेको छ होइन अब्बर बवाल देखिरहेछ होइन केटाहरू सब बसिरहेछ सबले भिडियो गरिरहेछ देख्न सक्नुहुन्छ घाम चाहिँ अब्बर बवाल निस्किसकेको छ है गाइस ल सो एभ्रीवान गुड मर्निङ एन्ड न्यू डे न्यू भ्लग आजको चाहिँ टुडे भ्लग हो खासमा चाहिँ होइन आज हामी यहाँनिर के भन्छ मितेरी चोकदेखि चाहिँ आज हामी माथि सन्दकपुरतर्फ जाँदैछौँ होइन अब हामी चाहिँ रेडी भइसक्यो केटाहरू रेडी भएर उठ्दैछ होइन यहाँनिर हामी चाहिँ यताभित्र सुतेको छ मस्त तातो भएको थियो तर जाडो चाहिँ बढै भइरहेको छ हाम्रो गाडी पनि स्टार्ट भइसकेको छ अब हामी चाहिँ यहाँदेखि हिँड्छौँ त्यसपछि माथि पुगेर हामी तपाईँहरूलाई सन्दकपुर पुरै देखाउनेछ है सो हाम्रो चाहिँ यहाँनिर प्याकिङ स्याकिङ भइरहेको छ देख्न सक्नुहुन्छ है हाम्रो यो गोटागन्ती ब्यागहरू छ हामीसँग चाहिँ जस्तो टक्क हामीले चाहिँ झोलाहरू सब रेडी गरिसकेको छौँ र अब हामी चाहिँ निस्किनेवाला छौँ अब चाहिँ लगभग 3:30 भइसकेको छ कि सो देख्न सक्नुहुन्छ हामी चाहिँ एकदम चुरी डाँडामा आएको छौँ यहाँ चाहिँ के परे चौरी गाई पनि रहेछ है देख्न सक्नुहुन्छ यहाँ 2-3वटा अनि यता उता लाइनै छ अरे रहेछ हामी चाहिँ यहाँतिर अनि तलतिर यस्तो राम्रो ठाउँ छ आम्मा अलिकति राति भएर केही देखिएको छैन गाइस होइन कस्तो छ अनि जाडो छ यार बहुत डेन्जर छ बाटो गाडी नै चिकिँदैछ बेला बेला ल ठिक छ अब वहाँ माथि जानुपर्ने होला हामी मासतिर जानुपर्ने रे यता तलतिरबाट हो तर खासै राम्रो केही देखेको छैन है उक्लिनै गाह्रो भइरहेको छ गाई सन्दकपुर चाहिँ लास्ट गाह्रो रहेछ यार आम्मामा जाडो त्यस्तै गाई थियो खुट्टा चुटिन आँटिसक्यो देख्न सक्नुहुन्छ जाडो यस्तो छ माटो उकालो ठाउँमा रहेछ यार म सोचेको थिइनँ मैले एक्सपेक्ट गरेको थिइनँ यस्तो ठाउँमा छ भनेर गाई सो गाइस हामी चाहिँ यहाँनिर एकदम उकालोमा आएर हेरौँ बाटो पनि यस्तो छ होइन अनि तपाईँहरूलाई एउटा मेन कुरा देखाउन चाहन्छु म चाहिँ स्वर्ग हेर्ने हो गाइस हेर्नु त के हो यो ठ्याक्कै उज्यालो पनि भएको छैन होइन उज्यालो नभएको कारणले खासै राम्रो देखिएको छैन यतातिर हिमाल पनि देखिन्छ अरे अहिले चाहिँ यहाँनिर एकदम बब्बाल कस्तो भइरहेको छ सबलाई ल एकदम रमाइलो भइरहेछ होइन तर रमाइलो त्यस्तै हो गाह्रो पनि भइरहेछ तर हेर्नु त यो देखेपछि चाहिँ त्यो गाह्रो केही होइन जस्तो लागिरहेछ क्या मलाई चाहिँ आम्मा हेर्नु त गाइस वाह फेरि अझै पनि माथि जानै पर्ने छ देख्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो छ है देख्न सक्नुहुन्छ है यस्तो बबाल क्या आम्मा हुन्छ नि आम्मा सोच्थेँ एक्सपेक्ट गरेको थिइनँ क्या मैले यस्तो बवाल हुन्छ भनेर हेर्नु त ल देखिएको सब बादल हेर गाई चाहिँ आम्मा हेर्नु त तपाईँहरूलाई जति सक्दो म घाम झुल्किएको पनि देखाउने प्रयास गर्छु होइन के कस्तो हुन्छ लेट्सी हेर्दै गर्नु होला र यतातिर पनि टक्क उयो के भन्छ कञ्चनजङ्घा हिमालहरू देखिन्छ अरे सो बाटो चाहिँ यस्तो छ गाइज यतातिर होटलहरू पनि रहेछ है हिमालतिर मासतिर होटल सास बढेर हुन्छ नि बोल्न पनि अलिकति गाह्रो भइरहेको छ गाइज देख्न सक्नुहुन्छ है गाइज आम्मा के हो अब चाहिँ उयो देखिँदै गरेको मासतिर देखिँदै गरेको एउटा चाहिँ ट्याक्कै घाम निस्किन आँटेको र यो तलतिर बलेको चाहिँ यो चाहिँ गाडी आउँदै गरेको होला सायद होइन र यो तलतिर अलिकति तलतिर देखिएको यो देखिएको चाहिँ भनेको चाहिँ यही बाटो आएको क्या हामी चाहिँ देख्न सक्नुहुन्छ त्यही हो गाइस हामी चाहिँ यस्तो बबाल ठाउँमा आइसकेको छौँ हेर्नुहोस् त ल हाम्रो गाडी चाहिँ आउँदैछ होइन गाडीको पनि टक्क चाहिँ कस्तो तरिकाले कुद्छ गाडीहरू पनि म तपाईँहरूलाई देखाउँछु होइन कस्तो बाटो यस्तो छ आम्मा हेर्नु त यो के हो गाइस पुरै ठाडो छ आम्मा हाम्रो गाउँमा मात्रै अप्ठ्यारो बाटो ल भनेको त यतातिर त झन् आम्मा गाडी यस्तो छ गाडीको हालत हेर्नु है ल यस्तो छ है गाई चाहिँ आम्मा हेर्नु त यस्तो गाह्रो छ गाडीलाई आम्मा यस्तो गाडी यस्तो ठाउँमा ल देख्न सक्नुहुन्छ एकदमै गाह्रो कति मार परिरहेको होला गाडीलाई देख्न सक्नुहुन्छ है स्वर्ग हेर्नु गाह्रो छ है गाइस यहाँ मासतिर आउनु गाह्रो छ गाडीलाई
सो त्यही हो केटाहरू पनि बाहिर पुरै निस्किरहेको छ होइन बाहिर पुरै निस्केर चाहिँ केटाहरू सब बसिरहेको छ होइन अनि कस्तो उज्यालो भइसकेको छ क्या गाई चाहिँ अब चाहिँ टक्क हेर्न टक्क देख्न सक्नुहुन्छ पुरै उज्यालो भइसक्यो पछि चाहिँ म तपाईँहरूलाई पुरै देखाउने होला त्यही त गाई यो चाहिँ इन्डियापट्टिको बाटो रे क्या गाई यता चाहिँ कता सिमाना रहेछ तर यो चाहिँ इन्डियापट्टि रहेछ त्यो चाहिँ नेपालपट्टि यहाँ जाँदै गरेको गाडी चाहिँ नेपालपट्टिबाट जाँदै गरेको रहेछ होइन गाई र देख्न सक्नुहुन्छ आम स्वर्ग है गाई सो त्यही हो गाई होइन एकदमै गाह्रो भइरहेछ त्यही भएर हल्का यो चाहिँ डाइरेक्टली साथ चिसो नजाओस् भनेर चाहिँ हल्का उयो गरेर भिडियो गरिरहेको छु मैले चाहिँ होइन मेरो भोइस पनि राम्रोसँग आइरहेको छैन होला सायद है केटाहरू सब गइसक्यो देख्दा मात्रै रमाइलो चाहिँ यो हातहरू हुन्छ नि ग्लोभ्सहरू पनि हामीसँग चाहिँ सेफ्टी केही पनि छैन त्यस कारणले गर्दा हातहरू पनि सब मरिसकेछ सो त्यही हो हेरेर सपोर्ट गर्नु होला है त देख्न सक्नुहुन्छ गाई चाहिँ हाम्रो ओभर बबाल भइसकेछ हाम्रो केटाहरू चाहिँ यहाँ आइसकेको छ होइन कतिपय केटाहरू चाहिँ गाडीमै बसिरहेछ कस्तो भइरहेछ गाडीमा बस्दा लेक लागेर गाडीले चाहिँ बाहिर सकिएन नि त कस्तो भइरहेछ भाइ एकदम जाडो क्या फेरि यहाँ यति रहेछ क्या फेरि तलको सास फेर्न पनि गाह्रो भइरहेछ होइन ओभर गाह्रो भइरहेछ अर्को सुन्दर जग्गा देख्न सक्नुहुन्छ हिमाल गाई यस्तो बवाल छ अहिले एकछिन म तपाईँहरूलाई त्यो पनि देखाउने वाला छु सो हामी चाहिँ अहिले यस्तो एकदम गाह्रोहरूलाई यहाँदेखि देखाउँछ हावा यस्तो चलिरहेछ नि साउन्ड आम्मो यस्तो बवाल आइरहेछ देख्न सक्नुहुन्छ मेन यहाँनिर स्वर्ग चाहिँ यहाँ चाहिँ गाई छ माथि हाम्रो माथि अनि हामीदेखि चाहिँ अझ सुन्दर ठाउँ चाहिँ त्यो हो क्या गाई स्वर्गै जस्तो क्या अब हुन्छ नि पुरै स्वर्गै जस्तो फिल लागिरहेछ मलाई चाहिँ निस्किसकेको छ होइन ओभर बवाल देखिरहेछ होइन केटाहरू सब बसिरहेछ सबले भिडियो गरिरहेछ देख्न सक्नुहुन्छ घाम चाहिँ ओभर बवाल निस्किसकेको छ है गाइस ल देख्न सक्नुहुन्छ गाइस हामी चाहिँ घामसाम झुल्केको हेरेर भिडियोमा कैद गरेर पनि हामी चाहिँ यहाँनिर गाडी साडी पार्किङ गरेर पनि केटाहरू चाहिँ फोटो खिच्न टक्क यहाँ देख्न सक्नुहुन्छ हिमाल आम्ममा देख्न सक्नुहुन्छ हिमाल यस्तो बवाल छ यार गाइस कञ्चनजङ्घा हिमाल अरे चाहिँ देख्न सक्नुहुन्छ एकदम बवाल छ होइन घाम पनि टक्क झुलिसकेको छ ओभर सो हामीले चाहिँ फोटोसोटो खिचेर पनि एकदम तयारी भइसकेको छौँ देख्न सक्नुहुन्छ हिमाल है यो चाहिँ एकदम बेस्ट छ कस्तो छ हिमाल एकदम बवाल यार एकदम दामी छ हिमाल चाहिँ अनि केटाहरू सबले यहाँनिर रिलको लागि भिडियोहरू बनाइरहेको छ सो म चाहिँ त्यही हो मैले पनि फोटोहरू चाहिँ खिचिसकेको छु र हिमाल चाहिँ एकदम बेस्ट छ होइन त मासतिर पनि डाँडाहरू चाहिँ एकदम बब्बाल रहेछ क्या एकदम दामी दामी रहेछ त्यतातिर पनि होइन केटाहरू चाहिँ मासतिर गएर चाहिँ फोटोहरू खिचिरहेको छ होइन सो अनि आधी केटाहरू चाहिँ गाडीमा सुतिरहेको छ सो म पनि के बाहिर बस्नु भनेर चाहिँ टक्कसँगले तपाईँहरूलाई हल्का केही कुराहरू नजराहरू देखाउँछु भनेर चाहिँ टक्कसँगले निस्किसकेको छु देख्न सक्नुहुन्छ यो पनि हिमालय हो यतापट्टिको पनि हिमालय हो यस्तो चिल्लो छ क्या हो देख्न सक्नुहुन्छ यो भनेको चाहिँ खतरा हिमाल हो डेन्जर देखिरहेको सक्नुहुन्छ सब भनेको चाहिँ यो चाहिँ र हावा पनि एकदमै डेन्जर चलिरहेको छ है गाइस र हाम्रो जोन कुलुङ राईले चाहिँ रिलहरू बनाइरहेको छ सो त्यही हो अनि यहाँतिर भनेको चाहिँ टक्क ढुङ्गाहरू मजाले राख्नुभएको रहेछ हावा अनि यहाँनिर चाहिँ भाइ घाम तापिरहेको छ चाउचाउ खाँदै भोक पनि लागेको छ भाइलाई चाहिँ सो त्यही हो र जाने बाटो चाहिँ यही हो है हाम्रो अनि त्यही हो
अब म माथिल्लो स्टेप पनि जाँदैछु होइन देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ यस्तो बाटोमा हिँड्नुपर्ने सो त्यही हो एकदम दामी भ्यू छ गाइस होइन फोनमा चार्जहरू पनि सकिरहेछ तर यहाँ चाहिँ डेन्जर हावा चल्दो रहेछ सो त्यही हो भ्यू हेर्नुहोस् हाम्रो यहाँतिर पनि बाटो ओभर डेन्जर बाटो जस्तो त्यही हो यतापट्टिको भ्यू भनेको चाहिँ यस्तो रहेको छ र यतापट्टि भनेको चाहिँ यतापट्टि पनि सबै देखिएको यता सबै देखिएको चाहिँ गाइस होइन सबै हिमालय हो क्या यतापट्टिको चाहिँ सो त्यही हो हावा पनि एकदमै धेरै चलिरहेको छ यो मान्छेहरूले राख्नुभएको है गाइस सो त्यही हो अब म पनि यो चाहिँ एउटा कुरा चाहिँ राखिदिन्छु यहाँनिर चाहिँ मैले पनि एउटा चाहिँ राख्दैछु तर भ्यू चाहिँ एकदम बबाल छ है गाइस घाम यहाँ मासतिर छ तर हेर्नुहोस् हामी चाहिँ बादलको मासतिर आइसकेको छौँ यतातिर हेर्दाखेरि जति हेऱ्यो त्यति हेरौँ लागिरहेछ सो यतापट्टि हेऱ्यो भने त्यति हेरौँ हाम्रो केटाहरू पनि दिनरात हेर्दा पनि चित्त नबुझ्ने रहेछ यहाँतिर चाहिँ हिउँ पर्छ होला सायद होइन एकदम बबाल जति हेऱ्यो गाइस त्यति हेरौँ लाग्छ के गर्ने यतै बस्थ्यौँ क्या हो सो अब फाइनली हामीले चाहिँ यहाँनिर सब कुराहरू सकिसकेको छौँ सकेपछि हामी चाहिँ टक्क अब लास्टचोटि हाम्रो दृश्य हेर्नु होला जस्ताको तस्तै तर अलिकति धेरै कुराहरू चेन्जेस भएको छ यतापट्टिको हिमाल पनि पुरै देखिसकेको छ अहिले चाहिँ र घाम पनि यता मासतिर पुगिसकेको छ सो अनि एउटा कुरा तपाईँहरूलाई म देखाउन चाहन्छु होइन देख्न सक्नुहुन्छ यहाँ जति पनि गाडी छ नि सबै वेस्ट बङ्गाल सबै इन्डियन गाडी मात्रै छ अनि देख्न सक्नुहुन्छ सबै गाडीहरू इन्डियन मात्रै छ र हाम्रो गाडी मात्रै नेपालको गाडी सो अब हामी चाहिँ हिँड्नको लागि रेडी भइसकेको छौँ सबै केटाहरू यहाँ घाम तापेर बसिरहेछ र हाम्रो ड्राइभर दादा चाहिँ यहाँ पर्तिर कता जानुभएको छ अरे सो उहाँलाई पर्खेर बसिरहेको छौँ सो देख्न सक्नुहुन्छ हामी चाहिँ माथिबाट हिँडिसकेको छौँ होइन अनि आधी बाटोमा आइसकेको छ हामी चाहिँ तर बाटो हेर्नु देख्न सक्नुहुन्छ कस्तो डेन्जर छ यो माथिको बाटो यो माथिको देखिएको बाटो सब हामी अहिले गाडीमा आएको बाटो हो होइन यस्तो डेन्जर छ है र देख्न सक्नुहुन्छ बाटो र त्यहाँनिर गाडी कुदेको र बाटो देख्न सक्नुहुन्छ यस्तो डेन्जर छ बाफ्रे यहाँदेखि हामी झरेको है गाइस अनि बाटो चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ देख्न सक्नुहुन्छ उहाँतिर गाडी जाँदैछ एउटा देख्न सक्नुहुन्छ यहाँ मासिएर गाडी जाँदैछ देख्न सक्नुहुन्छ यहाँ गाडी जाँदैछ सो देख्न सक्नुहुन्छ यता तलतिर हामी झरिसकेको छौँ र देख्न सक्नुहुन्छ मासतिरको दृश्य चाहिँ यस्तो रहेको छ त्यहाँ माथि पुगेर आएको हामी चाहिँ 2000 years later देख्न सक्नुहुन्छ हामी चाहिँ बिपलाटे बजार आइसकेको छ कोही भोकले चाहिँ सकिसकेको छ मै मात्रै तन्दुरुस्त छ है गाइस र अब यहाँ हामी चाहिँ खानासाना खानु लागिसकेको छ बिपलाटे आएर खानासाना खाएर पनि होइन अब चाहिँ हामी कन्याम हुँदै हामी कता पुग्छौँ थाहा छैन होइन तर मेन कुरा चाहिँ के हो भने मेरो फोनको चाहिँ चार्ज सकिएको कारणले गर्दाखेरि मैले चाहिँ मेरो भिडियो एन्डिङ गर्नुपर्ने हुन्छ आज होइन अनि थ्याङ्क यू सो मच मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर सपोर्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद धेरै माया छ है सबैलाई अनि मेरो च्यानल नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला लाइक एन्ड सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है त गाइज ल यति भन्दै बाई टेक केयर अर्को भिडियोमा भेट्नेछौँ ओके बाई